तिमीले गाडी सिके कति भयो? 12 घण्टा भयो। 12 घण्टा हो। 12 घण्टामा भित्र पनि पुरै सक्यौ है? भित्र भएन। लाइसेन्स झिक्न अब सक्छौ त? सक्छु, हिँड्न सक्छु। स्योर हो? स्योर। ए हुन्छ, राम्रो, थ्याङ्क यू। एल पनि राम्रैसँग कटायो त। सिकाउनु नै त्यस्तो भएको छ, अब कटिहाल्छ नि। हो। अनि कृपेश ड्राइभिङमा सिक्दा तिमीलाई कस्तो लाग्यो त? एकदम सबैजना यस्तो राम्रोसँग सिकाउने, छुरा बनाउनुहुन्छ सबैजनाले सिकाउने। हो, बुझ्यौ? हजुर। राम्रोसँग बुझ्यौ? हजुर। भनेपछि अब निकाल्नलाई त गाह्रो छैन नि है तिमीलाई? अब यो त कामले देखियो नि त होइन? सिङ्गल एक्लै चलाखाउ यसरी होइन, यल हानेको पनि देखियो होइन, उकालो ओह्रालो सबै देखियो नि त होइन? तिमीले गाडी सिके कति भयो यहाँ कृपेश ड्राइभिङमा? मैले बाहिर र भित्र गरेर 13 दिन भयो। 13 दिन? 13 दिनमा उकालो ओह्रालो एल ब्याक एट सबै सक्छौ? हजुर, सबै अब त आनन्दले सक्छु। यहाँको अब सिकाउने शैली र जुन गाडी छ त्यसले गर्दा धेरै आनन्दित पनि भयो म। हजुर। अब जस्तो सुरुमा म 0 लेभलबाटै यहीँ सिक्न आएको, अहिले चाहिँ जे गाडी पाएँ भने मैले सरर चलाउन सक्छु भन्ने छ। यो पुरै लाइसेन्सको लागि सब प्रक्रिया पास गर्न सक्छौ सक्दैनौ? सकिन्छ। सक्छौ नि? यहाँ जसरी सिकाउनु भयो त्यो अनुसारले गरिराख्नु म सक्छु। यो त लाइभ अहिले यहाँ देखिन्छ नि त, सकेर नसकेर त तिम्रो एल ब्याक गरेको, उकालो चढाएको होइन र? ल यही हेरौँ है त हामीलाई, जानुहोस्। सक्यौ कि सकेनौ त? अब अहिले तिमीले गरेर देखायौ नि, बस सक्यो भनेपछि गर्ने गाह्रो त केही पनि छैन है। गरेपछि के गाह्रो छ र होइन र? गरेपछि सजिलोसँग देखायौ नि, बस। ल ठिक छ। तिमीले अब उकालो स्टपमा रोक्यौ, अब उकालो स्टपमा रोकिँदा तिमीलाई स्योर छ कि छैन, सक्छौ कि सक्दैनौ त? किन नसक्ने, जतिचोटि भन्नुहुन्छ त्यतिचोटि सक्छु नि, 5 चोटि 10 चोटि जतिचोटि भन्नु न। बस ल, राम्रो टेक्निक सिकाउनु भएको बस नि। ल अब हामी हेर्छौँ है त। ल बस गुड, यो हो नि त तरिका। गुड। तिमीले भने जसरी नै 5 चोटि 10 चोटि सक्यौ नि होइन? भनेपछि दुविधा केही गाह्रो छ त? छैन नि है? गऱ्यो भने सबै सकिन्छ है, तर मेहनत गर्न पर्यो होइन? बस ल जानुहोस्। अब तिमीलाई हरियो झन्डा देखाउनु पर्यो, तिमीले पास गर्यौ है। कहीँ ठ्याक्क बिच माथिबाट उचालेर ल्याएर राखे यसरी राख्यौ है। पार्किङ हेर, पार्किङ माथिबाट ल्याए यसरी राख्यौ। ल हेर, ट्याक्क सेन्टरमा ट्याक्क राख्यौ। ल पास भयो, ल जाऊ। यता पार्किङ राख्दै हुन्छ।